नमस्कार, तपाईहरुलाई स्वागत छ। कृपया भिडियो हेरिसकेपछि प्रतिक्रिया दिनुहोला। आजको लागि पहिलो प्रश्न रहेको छ, अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ र आर्थिक विश्लेषण सम्बन्धी अमेरिकी ब्युरो बीईए का अनुसार अमेरिकी राज्य क्यालिफोर्निया आर्थिक शक्तिमा कतिऔं स्थानमा रहन सफल भएको छ? चौथो, सन् 2024 मा विश्वका बलिया मानिएका देशभन्दा तीव्र गतिको आर्थिक वृद्धि हासिल गरेको क्यालिफोर्नियाले हालै चौथो स्थानमा रहेको जापानलाई पछि पारेको छ। क्यालिफोर्नियाको अर्थतन्त्र झन्डै 41 खर्ब अमेरिकी डलर बराबरको भएको छ। यससँगै क्यालिफोर्निया छुट्टै देश हुँदो हो त यो विश्वको चौथो ठूलो आर्थिक शक्ति हुने थियो। आर्थिक हिसाबले प्रमुख राष्ट्र सन् 2025 अप्रिल राष्ट्र खर्बमा अमेरिकी डलरमा अमेरिका 300, चीन 195, जर्मनी 49, जापान 40, भारत 40, बेलायत 37। झन्डै 4 करोड जनसङ्ख्या रहेको क्यालिफोर्नियाले अमेरिकाको कुल गृहस्थ उत्पादनमा एक्लैले 14% को योगदान पुर्याउने गर्दछ। अमेरिकामै दोस्रो स्थानमा रहेको न्युयोर्कको अर्थतन्त्र 23 खर्ब, टेक्सासको 22 खर्ब, म्यासाचुसेट्सको 18 खर्ब र फ्लोरिडाको 17 खर्ब डलर रहेको आर्थिक प्रतिवेदनबाट देखिएको छ। आइएमएफका अनुसार विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रहरूको आर्थिक वृद्धि दर अमेरिका 2.7%, चीन 4.6%, जर्मनी 0.8%, जापान 1.1%, भारत 6.5%, बेलायत 1.6%। प्रश्न नम्बर 2, तेस्रो नेपाल सुपर लिग एनएसएल 2025 को उपाधि कसले जित्यो? ललितपुर सिटी एफसी उपविजेता पोखरा थन्डर्स। ललितपुर सिटी एफसीले लगातार दोस्रो पल्ट उपाधि जित्न सफल भएको छ। सर्वोत्कृष्ट खेलाडी आयुष घलान पोखरा थन्डर्स, उत्कृष्ट गोलरक्षक प्रिसो पोखरा थन्डर्स, सर्वाधिक गोलकर्ता अहमद हिजाजी धनगढी एफसी। इमर्जेन्टिक प्लेयर मणि लामा ललितपुर सिटी एफसी, इमर्जिङ प्लेयर सन्तोष खत्री ललितपुर सिटी एफसी, फेयर प्ले अवार्ड झापा एफसी, च्याम्पियन ललितपुरले 80 लाख र उपविजेता पोखराले 30 लाख रुपियाँ पुरस्कार हासिल गरेका छन्। त्यस्तै आयुषले 2,50,000, प्रिसो र हिजाजीले 1,50,000 तथा मणि र सन्तोषले 1-1 लाख रुपियाँ व्यक्तिगत पुरस्कार प्राप्त गरेका छन्। प्रश्न नम्बर 3, सन् 2025 मा विश्वकै ठूलो धार्मिक मेला प्रयागराज महाकुम्भ मेला कुन कुन नदीको सङ्गममा आयोजना भएको थियो? गङ्गा, जमुना र सरस्वती। प्रश्न नम्बर 4, विश्व बैंकद्वारा सन् 2025 अप्रिलमा प्रकाशित प्रतिवेदन अनुसार सन् 2025 मा दक्षिण एसियाको आर्थिक वृद्धि दर कति हुने अनुमान छ? 5.8%। सन् 2026 मा भने सो वृद्धि दर 6.1% पुग्ने अनुमान रहेको छ। विश्व बैंकका अनुसार दक्षिण एसियाली राष्ट्रहरूको आर्थिक वृद्धि प्रक्षेपण अफगानिस्तान 2.5%, सन् 2026 मा 2.2%, बङ्गलादेश 3.2%, 2026 मा 4.9%, भुटान 2025 मा 6.6%, 2026 मा 7.6%, भारत 6.5%, 2026 मा 6.3%, मालदिभ्स 5.7%, नेपाल 4.5%, 2026 मा
5.2%, पाकिस्तान 2.7%, 2026 में 3.1%, श्रीलंका 3.5%, 2026 में 3.1%। प्रश्न नंबर 5, नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले यस वर्षको नागरिक नायक 2082 उपाधिबाट कसलाई सम्मानित गर्यो? नन्दादेवी कुँवर, संरक्षणकर्मी घनश्याम पाठक, प्राध्यापन र पूजा महतो क्रिकेटर। प्रश्न नम्बर 6, सन् 2025 को अमेरिकन कलेज अफ फिजिसियन ACP अन्तर्गत प्रतिष्ठित उस्लर कप उपाधि जित्न सफल नेपाली चिकित्सक को हुन्? डाक्टर रिया बोहरा। ACP उस्लर कप जित्ने रिया पहिलो नेपाली हुन्। प्रतियोगितामा भारत, जापान, क्यानाडा, मेक्सिको, अमेरिका लगायतका देशका 60 उत्कृष्ट इन्टर्नल मेडिसिन रेसिडेन्ट टोलीको सहभागिता रहेको थियो। सो प्रतियोगितामा प्रतिस्पर्धीले उच्च स्तरीय क्लिनिकल चुनौतीमा सहभागिता जनाएका थिए। प्रश्न नम्बर 7, डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत हुने पहिलो नेपाली कम्पनी कुन हुन्? एनसेल। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा विक्रमसम्वत 2082 वैशाख 7 गते एनसेल डेटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत भएको हो। सूचीकृत भएसँगै नियमन, पारदर्शी र साइबर सुरक्षा दृढ हुने अपेक्षा गरिएको छ। हाल एनसेलको ललितपुरको नखुमा बैंक, सरकारी निकाय र ठूला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर 3 डेटा सेन्टर सञ्चालनमा रहेको छ। त्यसै गरी यसले पोखरा र हेटौडामा डिजास्टर रिकभरी डेटा सेन्टर सञ्चालन गर्दै आएको छ। प्रश्न नम्बर 8, भारत र पाकिस्तान बीच सन् 1960 मा भएको जल सन्धि भारतद्वारा निलम्बन गर्ने निर्णय कहिले भएको हो? सन् 2025 अप्रिल 23। भारतले कश्मीरको पहलगाममा सन् 2025 अप्रिल 22 मा 26 जनाको ज्यान जाने गरी भएको आतंककारी हमलामा पाकिस्तानी नागरिकको संलग्नता देखिएको भन्दै भारतले कूटनीतिक सम्बन्ध घटाउने, सिन्धु जलसन्धि निलम्बन र भिसा रद्द गर्ने लगायतका निर्णय गरेको छ। प्रश्न नम्बर 9, नई एकेडेमी अस्ट्रेलिया शाखाद्वारा साहित्यतर्फको नई पारिजात अवार्ड 2025 कसलाई प्रदान गर्यो? साहित्यकार रामप्रसाद कोइराला, पत्रकारितातर्फ निरु त्रिपाठी र सीता रसाइली। नई वर्ष युवा पुरस्कार 2025 12 देखि 24 वर्षका 5 जना सम्मानित। साहित्यतर्फ मोक्षदा अमगाई, गीत सङ्गीततर्फ सन्देश पौडेल, नृत्यतर्फ गौरीमा रायमाझी र सिमोन सिरपाली, खेलकुदतर्फ मिया पुन। प्रश्न नम्बर 10, नेपाल भारत बीच 400 केबी क्षमताका 2 अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना सम्बन्धी सम्झौता कहिले भएको हो? विक्रमसम्वत 2082 वैशाख 9 गते। यसअघि 2081 माघ 29 मा भारतको नयाँ दिल्लीमा भएको ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपाल भारत बीच इनरवा, न्यू पूर्णिया र दोदोधारा, न्यू लम्की, बरेली बीचको 400 किलोभोल्ट क्षमताका अन्तर्देशीय प्रसारण लाइनहरू संयुक्त कम्पनी स्थापना गरेर निर्माण गर्ने सहमति भएको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका विद्युत, आवास, शहरी मन्त्री मनोहर लाल
खट्टरको संयुक्त उपस्थितिमा सो सम्झौता हस्ताक्षर भएको थियो। प्रश्न नम्बर 12 राष्ट्रिय फोटो पत्रकार मञ्च नेपालले फोटो पत्रकारिता अवार्ड 2025बाट कसलाई सम्मानित गर्यो? मनोज शाही र कविता थापा, गोरखापत्र। प्रश्न नम्बर 13 सुनसरीको तरहरामा 2082 वैशाखमा सम्पन्न राष्ट्रिय कविता प्रतियोगितामा प्रथम हुन सफल कवि को हुन्? अविनाश भट्टराई, कविता झ्यालको सौन्दर्यशास्त्र। प्रथम अविनाश भट्टराई, कविता झ्यालको सौन्दर्यशास्त्र। द्वितीय शुभचन्द्र राई, कविता आशा। तृतीय एलिसा एकलास, कविता पृथ्वीको अन्तिम रुख। सान्त्वना रोमा लम्साल, कविता मानिसलाई रुखको अन्तिम प्रश्न र दिपिन सिजापति, कविता सङ्घर्ष र सङ्कल्प। प्रश्न नम्बर 14 नेपाली समुदायको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजित मिस नेपाल क्यानाडा 2025 को उपाधि जित्ने युवती को हुन्? अनु सुवेदी। त्यसैगरी मिसेस नेपाल क्यानाडा 2025 को उपाधि मेघना गजमेरले हात पारेकी छन्। प्रतियोगितामा मिस क्याटेगोरीतर्फ प्रशंसा भट्ट फर्स्ट रनरअप तथा स्वर्णपरी श्रेष्ठ सेकेन्ड रनरअप घोषित भएका छन्। मिसेस क्याटेगोरीमा मन्जु बस्नेत फर्स्ट रनरअप र प्रतीक्षा कुँवर सेकेन्ड रनरअप घोषित भएका छन्। प्रश्न नम्बर 15 छिन्नलता गीत पुरस्कार गुठीले 2081 सालको छिन्नलता गीत पुरस्कार कसलाई प्रदान गर्यो? गीत रत्नतर्फ राजेन्द्र रिजाल, सङ्गीततर्फ आभास अच्युत थियाल, गायनतर्फ इतु जोजिजु र रामभक्त जोजिजु। युवा प्रतिभा पुरस्कार एसडी योगीलाई प्रदान गरिएको छ। विक्रम सम्वत 2079 देखि छिन्नलता गीत पुरस्कारको राशि 1 लाख रुपियाँ तथा युवा प्रतिभा पुरस्कारको राशि 50,000 रुपियाँ कायम भएको छ। प्रश्न नम्बर 16 वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले 2082 सालको प्रतिभा वसुन्धरा श्री पुरस्कार कसलाई प्रदान गर्ने निर्णय गर्यो? कवि तुलसी दिवस। वसुन्धरा श्री पुरस्कारको राशि रु 75,000 रुपियाँ रहेको छ। प्रतिष्ठानले 2082 सालको मानश्री पुरस्कार कवि तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ। यस पुरस्कारको राशि 50,000 रुपियाँ रहेको छ। प्रश्न नम्बर 17 शिलापत्र वर्ष व्यक्ति 2081 बन्न सफल जनप्रतिनिधि को हुन्? रेणु दाहाल, मेयर भरतपुर महानगरपालिका। उनी बेलायतको संसद भवन हाउस अफ कमन्समा इन्टरनेसनल मेयर अवार्डबाट समेत सम्मानित भएकी छन्। प्रश्न नम्बर 18 पूर्व प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाको निधन कहिले भएको हो? विक्रम सम्वत 2082 वैशाख 10 गते। थापा विक्रम सम्वत 2035 साउनदेखि 2049 जेठसम्म आइजिपी भई कार्य सम्पादन गरेका थिए। प्रश्न नम्बर 19 सन् 2025 अप्रिलमा एसियन फोरस अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्टको युवा समिति अध्यक्षमा निर्वाचित हुन सफल व्यक्तित्व को हुन्? योगेश गौचन थकाली, प्रतिनिधि सभा सांसद। मलेसियाको क्वालालम्पुरमा अप्रिल 27 देखि 28 मा भएको महासभाबाट थकाली अध्यक्ष निर्वाचित भएका छन्। एसियन फोरम अफ पार्लियामेन्ट अन पपुलेसन एन्ड डेभलपमेन्ट एसिया प्रशान्त र मध्य एसियाका 30 वटा राष्ट्रिय समितिका सांसदहरू मिली बनेको एक क्षेत्रीय मञ्च हो। महिला, बालबालिका, युवा र वृद्ध जस्ता समूहहरूको हितका लागि नीतिगत संवाद र सहकार्य प्रवर्धन गर्ने यस संस्थाको उद्देश्य रहेको छ। भगमा तपाईहरुलाई धेरै धन्यवाद। यस्तै भिडियोको लागि मेरो च्यानल सब्स्क्राइब गर्नुहोला। फेरि अर्को एपिसोडमा भेटौँला। नमस्कार।